आज हाम्रो नानीज डे केयर एन्ड प्री स्कुलमा हामीले पटलक पार्टी हामीले अर्गनाइज गऱ्यौँ। यो पटलक पार्टी एक्टिभिटीको चाहिँ मेन उद्देश्य हाम्रो के हो भने हामीले प्राय सानो बच्चामा चाहिँ यो हेबिट हेरेका छौँ। बच्चाहरू आफ्नो टोयज आफ्नै खानेकुरा यदि घरबाट स्कुल लिएर आउँदाखेरि उनीहरूले बच्चाहरूलाई आफ्नो साथीलाई सेयर गर्दैनन्, लुकाउँछन्, लुकाएर खान्छन्। केही सानो टोयजहरू छ भने दिन मान्दैनन्, आफ्नो कलर, आफ्नो पेन्सिल, आफ्नै केही खानेकुरा चक्लेट साथीसँग सेयर गर्दैनन्। सो त्यो साना नानीहरूमा त्यो सानोदेखि नै यो बानीहरू कतिपय हामीले हेरेका छौँ। सब बच्चामा हुँदैन तर प्रायः जस्तो बच्चामा चाहिँ यो एक्टिभिटी यो चाहिँ बिहेभ हामीले हेरेका छौँ। सो पटलक पार्टी हामीले आज गराउनुको मेन उद्देश्य चाहिँ हामीले बच्चाले यो सिकाइरहेको छौँ कि सेयरिङ इज केयरिङ। हामीले आफ्नो खानेकुरा, हामीले आफ्नो टोयज हामीले आफ्नो साथीभाइसँग सेयर गर्नुपर्छ, हामीले आफ्नो फ्यामिली मेम्बरसँग सेयर गर्नुपर्छ। र यो आज एक्टिभिटीले बच्चाहरू साह्रै खुसी भयो। उहाँहरूले थाहा पाउनुभयो, उहाँहरूले एउटा आइटम लिएर आउनुभएको थियो घरबाट खानेकुरा, र उहाँले सेयर गर्दाखेरि उहाँले 10वटा आइटम खान पाउनुभयो। सो उहाँहरूलाई धेरै नै फ्रुटफुल लाग्यो र हाम्रो सानो नानी बाबुहरू खुब इन्जोय गर्यो भेराइटीको खाना खाएर। र फाइनली त्यो नानी बाबुहरू सिक्यो पटलक पार्टीको उद्देश्य। अनि म रिक्वेस्ट गर्छु तपाईँहरू पनि एज ए प्यारेन्ट्स, एज ए टिचर्स यो एक्टिभिटी गराउनुहोस्। धेरै फ्रुटफुल हुन्छ, यो बच्चाहरू इन्जोय पनि गर्छन् र साँच्चै एउटा लेसन सिक्छन्। थ्याङ्क यू। आज हाम्रो नानीज डे केयर एन्ड प्री स्कुलमा हामीले पटलक पार्टी हामीले अर्गनाइज गऱ्यौँ। यो पटलक पार्टी एक्टिभिटीको चाहिँ मेन उद्देश्य हाम्रो के हो भने हामीले प्राय सानो बच्चामा चाहिँ यो हेबिट हेरेका छौँ। बच्चाहरू आफ्नो टोयज आफ्नै खानेकुरा यदि घरबाट स्कुल लिएर आउँदाखेरि उनीहरूले बच्चाहरूलाई आफ्नो साथीलाई सेयर गर्दैनन्, लुकाउँछन्, लुकाएर खान्छन्। केही सानो टोयजहरू छ भने दिन मान्दैनन्, आफ्नो कलर, आफ्नो पेन्सिल, आफ्नै केही खानेकुरा चक्लेट साथीसँग सेयर गर्दैनन्। सो त्यो साना नानीहरूमा त्यो सानोदेखि नै यो बानीहरू कतिपय हामीले हेरेका छौँ। सब बच्चामा हुँदैन तर प्रायः जस्तो बच्चामा चाहिँ यो एक्टिभिटी यो चाहिँ बिहेभ हामीले हेरेका छौँ। सो पटलक पार्टी हामीले आज गराउनुको मेन उद्देश्य चाहिँ हामीले बच्चाले यो सिकाइरहेको छौँ कि सेयरिङ इज केयरिङ। हामीले आफ्नो खानेकुरा, हामीले आफ्नो टोयज हामीले आफ्नो साथीभाइसँग सेयर गर्नुपर्छ, हामीले आफ्नो फ्यामिली मेम्बरसँग सेयर गर्नुपर्छ। र यो आज एक्टिभिटीले बच्चाहरू साह्रै खुसी भयो। उहाँहरूले थाहा पाउनुभयो, उहाँहरूले एउटा आइटम लिएर आउनुभएको थियो घरबाट खानेकुरा, र उहाँले सेयर गर्दाखेरि उहाँले 10वटा आइटम खान पाउनुभयो। सो उहाँहरूलाई धेरै नै फ्रुटफुल लाग्यो र हाम्रो सानो नानी बाबुहरू खुब इन्जोय गर्यो भेराइटीको खाना खाएर। र फाइनली त्यो नानी बाबुहरू सिक्यो पटलक पार्टीको उद्देश्य। अनि म रिक्वेस्ट गर्छु तपाईँहरू पनि एज ए प्यारेन्ट्स, एज ए टिचर्स यो एक्टिभिटी गराउनुहोस्। यो धेरै फ्रुटफुल हुन्छ। यो